तपाईहरु फेरि काम गर्न चाहनुहुन्न भने यो तपाईको चाहिँ श्रम संस्कृतिमा नआउनुस् हैन। यो काम नगर्ने, गफ गर्दै गर्ने, गफ सुन्ने, बोल्ने, सुन्ने बोल्ने मान्छेहरुको संगठन होइन। हामीले ठोस देखिने कामै गर्नुपर्छ। काम नै गर्नुपर्छ, फिल्डमै गर्नुपर्छ। किनभने अफिसमा घुम्ने कुर्सीमा बसेर गर्ने काम भनेको पेपर वर्क मात्रै हो हैन। उत्पादन भनेको माटोमा हुन्छ। खाने, लगाउने, बस्ने सबै कुरा माटोबाटै आउँछ। त्यसो भएको कारणले गर्दाखेरि माटो छुने कृत्य त्यो अभियानमा अनिवार्य रूपमा तपाईहरु आउन चाहनुहुन्छ भने तपाईले श्रम गर्नै पर्छ। यहाँ गफ गरेर खान्छु, खुट्टा हल्लाएर खान्छु हैन, म त यस्तो भाषण गरेर खान्छु। भाषण गर्नेलाई हामी नेता भन्दैनौं, बुझ्नुभयो नि। हाम्रो परिभाषामा जिम्मेवारी वहन गर्ने मान्छे, देशका लागि कर्म गर्ने मान्छे हैन, आफ्नो व्यक्तिगत भन्दा सामुदायिक र सामूहिक सार्वजनिक हितका लागि हैन योगदान गर्ने मान्छे, त्यो मान्छेलाई हामी नेता भन्छौं। है नेतै भन्नु पर्दा त्यो अर्थमा हामी नेता भन्छौं। त्यसो भएको कारणले यस्तो मञ्चमा बस्ने, माला लाउने अनि 4 घण्टा मिठो गफ गर्नेलाई हामी नेता भन्दैनौं है। यो कुरा याद गर्नुपर्छ। तथापि हामीले हाम्रो निर्वाचन आयोगमा दर्ता हुनुपर्ने, त्यसमा चाहिँ विभिन्न समितिहरू राख्नुपर्ने बाध्यता भएको कारणले गर्दाखेरि कोही कसै फल्नालाई अगाडि बढाइदिउँ न त भन्ने सम्मको मात्रै हो। त्यसो भएको कारणले गर्दाखेरि अत्यन्तै फरक खालको संगठन निर्माण हामीले गरेर अगाडि बढिरहेका छौं र हामी फरक खालका परिवर्तन पनि ल्याउन सक्छौं। पद होइन देश, वर्तमान होइन भविष्य भनेर ठुलो कुरो होइन पद छ। मैले अघि भनिसकेँ नि, हाम्रो उसमा नेता छैन, नेता होइन, अर्कसा पनि नेता होइन। तपाईभन्दा 2टा ढुङ्गा धेरै बोक्ने अगुवा मात्रै, यसरी बुझ्नु। त्यसले गर्दाखेरि यो स्पिरिटबाट हामी बस्नुपर्छ र म सबैलाई त्यो भन्न चाहन्छु हैन।